संसद पुनर्स्थापना गर्न खोजेका एमाले र कांग्रेसका नेताहरूलाई रवि लामिछानेले दिए यस्तो दनक। एकपटक यो भिडियो हेर्नुहोस्। कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको कि संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे? कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईँले? 2/3 को दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईँले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको भयो। देखियो तपाईँको 2/3 को ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सनु हुने छैन। चुनावसम्म बिर्सेन नहुने कुरा र चुनावपछि त झन् बिर्सेनै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यसलाई हामी बिर्सन सक्दैनौँ र यिनले अहिले ठुलो कुरा गर्नु ठिक हुँदैन। म कटाक्षमा गएको होइन, तर खबरदारी त पुस्ताका हिसाबले हामीले गर्नै पर्ने हुन्छ। संयन्त्रका मानिसहरू होलान्, सरकारका मानिसहरू होलान्, मन्त्री को थिए, प्रधानमन्त्री को थिए, उच्च स्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को थिए, तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ। खबरदार, षड्यन्त्रको श्रृङ्खला अब बन्द गर्नु होला। धेरै आँखा नचम्काउनु होला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म पार्टीको जिम्मेवारीमा फर्किएको छु। मैले न्याय पाउनु बाँकी नै छ। म त्यो न्यायमा लडिरहनेछु। मैले भन्दै आएको कुरा फेरि पनि दोहोऱ्याउन चाहन्छु। आफ्नो न्यायका लागि लड्नु त छँदैछ, त्योभन्दा बढी सिङ्गो देश र पुस्तामाथि भएको अन्यायको लागि लड्ने लडाइँ अत्यन्त महत्त्वपूर्ण लडाइँ छ। यो लडाइँमा यहाँहरूको साथ र आवश्यकता परेको छ। मलाई यो पनि थाहा छ कि पार्टीमा समावेश भएर हाम्रो यो अभियानलाई महाअभियान बनाउनको निमित्त देशैभरि र विदेशमा रहनुभएका नेपालीहरू सबै एकजुट हुँदै हुनुहुन्छ। मलाई यो पनि थाहा छ विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने तपाईँहरूको भावनालाई पनि हामीले सुनेका छौँ, हामीले बुझेका छौँ। त्यसैले उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मैले कारागारबाट पनि भनेको थिएँ, मैले आफ्ना राजनीतिक प्रतिवेदनहरूमा पनि भनेको थिएँ, परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा र इतिहास लेखिने कुरामा रासोपा सँगै छ। म कुनै पनि कदम चाल्नको निमित्त तयार छु भनेर मैले स्पष्ट पारिरहेको छु र विभिन्न भेटघाटहरू निरन्तर चलि नै रहेका छन्। यहाँबाट विश्वस्त हुन हामी अनुरोध गर्न चाहन्छौँ। त्यसैले हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, त्यो चिरस्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने काबिल बनोस्। म यही अपेक्षा गर्न चाहन्छु। जब एकजनाले डर बिना सत्य बोल्छ, धेरैलाई असहज हुन्छ। रवि लामिछानेलाई समर्थन गर्नु भनेको एउटा व्यक्तिलाई होइन, डरमा टिकेको पुरानो राजनीतिलाई प्रश्न गर्नु हो।